कुलमानजीको एउटा मात्रै दुश्मन छैन नेपालमा। आजको दिनमा हेर्नुहुन्छ भने उहाँले यो कामहरू सकाउनलाई नेपालमा पेन्डिङ कामहरू सकाउनको निम्ति एउटा बोल्ड कदम लिनुभएको छ। ठेक्का परेर पनि काम नगर्ने ठेकेदारहरूलाई उहाँहरूको ठेक्का रद्द गर्ने कामहरू झमाझम अगाडि बढाउनु भएको छ वा धमाधम अगाडि बढाउनु भएको छ। र कतिजनाको सपना चुइयो होला वा तुइयो होला, अझै प्रोजेक्टलाई लम्बाएर पैसा कमाउला खाउला भनेर सोचिराख्नु भएको थियो होला, आफ्नो जीवनको सुनौलो भविष्य कल्पेर बसिराख्नु भएको थियो होला। तर उहाँ आउनासाथ ती चिजहरू हुन सकेन। त्यो हुनाले मिडियामा लेखिएका हरेक चिजलाई एकैचोटि नपत्याइदिनु होला, अलिकति आफ्नो अनुसन्धान पनि गर्नु होला। किनकि कुलमान घिसिङ जस्तो मान्छे हामी उहाँको भित्र त छिर्न सक्दैनौँ, तर उहाँको काम हेर्ने हो भने म जस्तो एउटा सामान्य जनताले के बुझ्छ भने उहाँ विद्युत प्राधिकरणको एमडी हुँदाखेरि पनि बत्ती एकदमै कम काटिन्थ्यो वा काटिँदैन र उहाँ अहिले ऊर्जा मन्त्री भएर आइसकेपछि पनि फेरि त्यही नै बत्ती नकाटिने कुरा यथावत भएको छ। अहिले पनि बत्ती काटिँदैन वा काट्यो भने पनि एकदम न्यून काटिन्छ र उहाँ नभएको बेलामा त्यो बिचमा कति बत्ती काटिन थालेको थियो भन्ने कुरा पनि स्मरण रहिरहोस्, नबिर्सिनु होला। हामी एउटा सर्वसाधारणलाई त उहाँले के काम गर्नुभयो भन्नेसँग मतलब हुन्छ। मलाई के लाग्छ भने जो मान्छेले आउना साथ देशको सबैभन्दा ठुलो समस्या हल गरेको छ त्यो भनेको बत्ती नहुने समस्या। त्यो मान्छे काम गर्न दिने हो भने त्यो मान्छेले यो देशमा रहेको अरू अन्य धेरै समस्याहरू पनि हल गर्छ। म अहिले भक्तपुरदेखि धुलीखेलको बाटो हिजो मात्रै हिँडेको थिएँ। जुन अनुपातमा आजको दिनमा काम भइरहेछ नि, यदि उहाँ नभइदिएको भए त्यो प्रोजेक्ट सकिनलाई अझै पनि 3 देखि 4 वर्ष लाग्थ्यो होला। त्यो हुनाले उहाँले दुश्मन कम कमाउनु भएको छैन। उहाँको भित्री कुरा भोलि राज्य छ, सरकार छ, सत्ता छ, उहाँहरूले पक्कै न केही गर्नु भएको छ भने त्यो कानुनी कारबाही अगाडि बढ्छ। तर मिडिया ट्रायल नपत्याउनु होला। मिडियाले लेख्दैमा त्यसको पछाडि नदौडिनु होला। मिडियाले भन्दैमा त्यसलाई 100% सत्य मानेर त्यो मान्छे विरुद्ध नखन्निनु होला। यदि वास्तवमै कुलमानजी राम्रो मान्छे हुनुहुन्छ र उहाँले आजसम्म मेरो नजरमा चाहिँ राम्रो काम गर्नु भएको छ, उहाँको विरुद्ध हामीले समाचार पढेर खन्यौँ भने पुनः धुर्मुस सुन्तलीले हामीले गाली गरे जस्तो रिग्रेट हुनेछ। प्रमाणित भएपछि गाली गर्नु अर्को कुरो हो, तर प्रमाणित हुँदै नभइकन खालि मिडियामा छापिएको समाचारको भरमा कसैको पछाडि खन्निनु भनेको राम्रो होइन। त्यो हुनाले काम गर्न दिउँ। फेरि नेपाल भनेको यस्तो देश हो, काम गर्ने मान्छेलाई सजिलो छैन। सबै संयन्त्र बनाएर खाने मान्छेको चाहिँ तैचुप मैचुप हुन्छ भने काम गरेर खाने मान्छेको कोही आफ्नो हुँदैन र त्यो मान्छेलाई काम गर्न यो देशमा असाध्यै गाह्रो छ। त्यसैले कृपया मिडियाबाजीको पछाडि नजानु होला, आफ्नो दिमाग प्रयोग गर्नु होला। धन्यवाद।